Hello people, welcome back to my channel. Right now I am here in Timi को साइडतिर छु म यहाँ होडे साइडतिर हैन। अनि आज चाहिँ मुर्खु भन्ज्याङ जान लागेको म हैन। यहाँबाट मुर्खु भन्ज्याङ चाहिँ बालाजुबाट हल्का माथि छ हैन। डेन्जर घाम लागिरहेछ, 2 बजिरहेछ दिउँसोको हैन। त्यही हो, चङ्गाहरू चाहिँ होस् यो दसैँमा चाहिँ धेरै देखिरहेको छु मैले। चङ्गा उडाउन मन लागिरहेछ यार। त्यहाँ अगाडि पनि बच्चाहरूले उडाइरहेको थियो। कस्तो हिलो भएको, पानी त परेको थिएन त। उडाइरहेछ। तानै छैन है लटाइले। एकचोटि म उडाउँछु नि है। आया म पनि पहिला धेरै उडाउँथेँ बच्चा बेलामा, अहिले चाहिँ उडाएकै छैन। हावा त लागिरहेछ त। खै त कका कसले हालिदिएको? आफैले हाल्यो हो, मिलेको रहेछ। कागजको किन्नुपर्छ नि चङ्गा त। कति लिन्छ एउटा चङ्गाको? एउटा चङ्गाको कति लिन्छ? 15 लिन्छ अहिले। यो प्लास्टिकको चाहिँ, कागजको चङ्गाले चाहिँ लट्टाइ तान्छ क्या मजाले। सेट हुँदैन। परसम्म पुऱ्याउने कि नपुऱ्याउने? नपुऱ्याउने, यति मात्र। ए सेट भयो भने म अर्को किनिदिन्छु। हुन्छ, पारिदिउँ म त्योसँग? पारिदिउँ? सेट भयो भने म अर्को किनिदिन्छु है त। ऊ त्यो कालोसँग पारिदिनु है त। केही हुँदैन, सेट भयो नि, केही हुन्न। हाम्रो लटाइले तानिरहेको छैन क्या धागे, चङ्गाले नै तानिरहेको छैन। कुन घरबाट उडाएर हाम्रो धागै पुग्दैन जस्तो छ त्यहाँसम्म। यताबाट चाहिँ पारिदिनु पऱ्यो है त। हाम्रो धागो राम्रो छैन जस्तो छ हैन, त्यही पनि पारिदिन्छु म। सेट भयो ल। त्यहाँसम्म धागै पुग्दैन जस्तो छ। पुग्छ फेरि हामीलाई छोड्नु पर्छ नि त धागो। कका चङ्गै घुम्दैन यार यो। त्यो गयो कालो चङ्गा। लौ अर्को चङ्गा किन्ने हो। म तिमीलाई चङ्गा चाहिँ प्लास्टिकको कागजको किन कि 15 रुपियाँ भने होइन। ल 20 जानी लिन्छु। 20 जानी त ठुलो हुन्छ होला लट्टाइमा। 15 जानी चङ्गा लिऊ ल है। धेरै बजी उडाए चङ्गा। म कहाँ जान लागेको मान्छे, कहाँ त्यो कालो चङ्गा भागेको भन्दा नि कहाँ गयो। तिमी कता बस्ने हो? कता? यतै बस्छ हो?
ए त्यो माथिपट्टि एकचोटि बाँध्यो होइन अनि बाटो हुन्छ कि जङ्गा ल म गएँ है त मुर्गु भन्ज्याङ चाहिँ यहाँबाट अराउन्ड त्यस्तै 30 किलोमिटर जस्तो होला अनि त्यहाँ चाहिँ पहिला चाहिँ भद्रगलको सुटिङ हुन्थ्यो होइन म हजुरहरूलाई पाँडेको घर पनि देखाउँछु पहिला चाहिँ म अब बसुन्धारा जान्छु बसुन्धारा हुँदै नै जाने हो बसुन्धारा गएर दाइलाई पिक गर्छु अनि दाइ र म चाहिँ त्यहाँ जान्छु त्यहाँ एउटा भ्यू टावर छ होइन अनि अरू भने त्यस्तै हो हावा चाहिँ सही लाग्छ क्या यस्तो पसिना आइसक्यो डेन्जर घाम लागिरहेछ भने आज है एकदम सनी डे अहिले चाहिँ हामी समकोसी चोकमा छौँ अब यहाँबाट अलिक अगाडि गएपछि चाहिँ राइट टर्न लिनुपर्छ बालाजीसम्म पुग्नुपर्छ हामी यहाँबाट ठ्याक्क माथि जाने हो यहाँबाट फेरि राइट टर्न लिनुपर्छ यहाँबाट बस पनि लागिरहेको हुन्छ बस त्यहाँ अगाडि रोकिरहेको छ बसबाट पनि जान मिल्छ अष्टनारायण हल चाहिँ उहिले अगाडिको हो हटाइदियो क्या हल यार हटा होइन खोइ त अनि त्यहाँ तल अष्टनारायण कुन दिन चलिरहेछ यहाँ बन्द छ क्यारे अहिले हल त बन्द छ क्यारे साइडमा जम्मै बिचमा रोड दामी हुन्छ बाटो चाहिँ हल्का पिच चाहिँ त्यस्तो राम्रो खालको पिच चाहिँ छैन यहाँनिर त्यो चिसो हुन्छ यहाँनिर आउनु थालेपछि चाहिँ दिउँसो घाममा नै आउँदा पनि जाडो हुन्छ हल्का छ नि यहाँनिर यो बिच रोडमा चाहिँ किन पार्क गरेर राख्छ यहाँ गाडीहरू कस्तो हावा मान्छेहरू त्यहाँनिर भ्यू टावर देख्यो यहाँबाट त्यो परको त्यहीँ पुग्छौँ हामी अब यहाँबाट त्यस्तै 15 मिनट जस्तोमा पुगिन्छ त्यहाँनिर धेरै टाढा पनि छैन नजिकै सर्ट राइड हो हिलो स्टार्ट भयो यार यो पुरै पिच यहाँ त थिएन क्या अरे पिच है पिच नै थियो क्या यहाँबाट चाहिँ हिँड्दै गयो भने चाहिँ यो बाटोबाट जान मिल्छ होइन त्यस्तै अराउन्ड 25 मिनट जस्तो हिँड्नुपर्छ पुगिन्छ हिँडेर त्यो बाटोबाट अब यहाँबाट चाहिँ अगाडि भित्र जाने बाटो आउँछ त्यसपछि भित्र पस्नुपर्छ हामी हो यही उकालो हो यताबाट त्यो उकालो नगइकन लेफ्टबाट गयो भने चाहिँ ककनीतिर पुगिन्छ हामी चाहिँ भ्यू टावर चलाएको त्यही भएर सिधै माथि गइन्छ होइन यो माथिको बाटो दामी छ पिच छ क्या अरे अहिले त यो अलिक माथि गएपछि पिच छ नि अझ दामी मान्छेहरू नै नआउने रहेछ यार अहिले पनि यो ठाउँ त्यस्तो धेरै फेमस भएको छैन अब फेमस हुन्छ यो पिच पनि भत्केछ यहाँको राम्रो पिच थियो यहाँनिरबाट चाहिँ टक्क पातहरू झरिरहेको हुन्थ्यो यार 4-5 वर्षमा नेपालको पिच त हराइहाल्छ क्या है ल स्टार्टिङ पोइन्ट चाहिँ यहीँबाट सुरु हुन्छ ल हिँडेर गयो भने चाहिँ टक्कै यहाँनिर निस्किन्थ्यो अनि यहीँबाट माथि हो टक्कै यताबाट निस्किन्छ होइन
यहाँ पनि जाने मिल्छ, यहाँ पनि रमाइलो छ ठाउँ यताबाट गएर टक्क भ्यू देखिन्छ राम्रो। पहिला चाहिँ हामी भ्यू टावर जाउँ होइन, मान्छेहरू आइरहेको रहेछ अहिले पनि। ल पाँडे सोल्टीको घरै उडाइदिएछ यार, यहाँनिर थियो है, यहीँनिर थियो। अनि के अरे यही पसलमा दारू खान आउँथ्यो होइन तिनीहरू, घरै उडाइदिइसकेको छ सोल्टीहरू। त्यहाँबाट चाहिँ माथि हो अफ रोड छ हल्का, अलिकति खत्तम थियो है पहिला चाहिँ, अहिले नि खत्तमै रहेछ। यो बनाइरहेछ, डेभलप भइरहेछ ठाउँ। पानी पर्ला जस्तो भइरहेको थियो, फेरि घाम लाग्दिरहेको त्यही त। के हो अनि माथि जाने कताबाट हो नि? अहिले माथि जानु मिल्दैन हो यताबाट? ए पहिला हामी माथि भ्यू टावरसम्मै बाइक लगिदिन्थ्यो। ठिकै छ, हिँड्नु नि पर्छ होला त हल्का होइन। अर्कै भइसकेछ। झोर गयो, झोर पनि यस्तो प्याक होइन, मैले त सोचेको नि थिएन भने कम प्याक थियो त। कस्तो भन्दा 500वटा जस्तो बाइक पार्किङ रे कि, अब त्यत्रो सानो झोरमा कि सही छ नि। ल हेर्नु न बाटो, ए बाटो यहाँबाट अलिकति यता माथिपट्टि जानुपर्छ हामी। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, spitting fast. I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the माथि टावरमा जाँदैछ, हावा डेन्जर चलिरहेको छ यहाँनिर। मान्छे नै कोही छैन क्या हो, पानी पर्यो, दामी भ्यू ल, खतरा हावा चलिरहेछ भने। यहाँ चाहिँ हामी मात्र छौँ होइन, हावा चाहिँ डेन्जर चलिरहेको छ। मेरो भोइस आएको छ कि छैन, ठाउँ यही हो। म र दाइ होइन, दाइ यता टाइम ल्याप्स खिच्दै हुनुहुन्छ।